एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, कति फरक पार्छ त यो फिल्म हेरेपछि थाहा हुनेवाला छ। लभ स्टोरीज त धेरै हेरियो, तर यतिसम्म अथेन्टिक लभ स्टोरी फिल्म नेपालमा पनि बन्छ सोचेको थिइनँ। म कुरा गर्दैछु नवीन चौहान डाइरेक्टेड भर्खरै रिलिज भएको नेपाली फिल्म उनको स्वेटरको। टिजर हेरेर जति खुसी भएको थिएँ, फिल्म हेरेपछि त्यति नै स्याड भएँ म। फिल्म नराम्रो भएर होइन कि कता कता स्टोरी मेरै बारेमा हो कि जस्तो फिल भयो, र फिल्म हेरेपछि धेरैलाई यस्तै फिल हुनेवाला छ। फिल्ममा हामी विपिन कार्कीको क्यारेक्टरलाई फलो गर्छौं, जो अहिले अलि बुढो भइसक्यो तर अहिलेसम्म उसले बिहे गरेको छैन, र यो कुरा हामीलाई फिल्मको स्टार्टमै भनिन्छ। अब हामी उसको विगतमा जान्छौं अनि मिरुना मगरको क्यारेक्टर इन्ट्रोड्युस्ड हुन्छ। त्यसपछि उनीहरू दुई बीच के कस्तो सम्बन्ध थियो, दुईजनाको लभ स्टोरी र कन्फ्लिक्ट देखाइन्छ, जुन तपाईले फिल्म हेरेपछि सबै बुझ्नुहुन्छ। र फिल्म एकदमै राम्रो अनि मिठो बनेको छ। फिल्मले तपाईलाई हँसाउँछ, राम्ररी नै हँसाउँछ, अलिअलि तर्साउँछ पनि, र मोर इम्पोर्टेन्टली फिल्मले तपाईलाई रुवाउँछ, र कसैलाई त नराम्ररी नै रुवाउनेवाला छ। यसको एन्डिङ एकदमै पर्फेक्ट छ, लाइक पर्फेक्ट एउटा नोभेल पढे जस्तो, कविता लेखे जस्तो, एकदमै पोएटिक। यो त भयो ओभरअल मैले फिल गरेको कुरा। अब यसको टेक्निकल पार्ट्सहरु एनालाइज गर्नुपर्दा स्टोरी सिम्पल छ, र यही यसको मेजर स्ट्रङ पोइन्ट भइदिन्छ, किनकि धेरै कुराहरु कम्प्लिकेट नगरिकन सिम्पल स्टोरीलाई नै यतिसम्म इम्प्याक्टफुल बनाउनु इज एन आर्ट। यसको लागि डाइरेक्टर प्रति मेरो रेस्पेक्ट छ, र यसको मेजर प्लट सँगसँगै साथमा एउटा सब प्लट पनि अघि बढ्छ। विपिन कार्कीको भाइ प्लेड बाइ एलेक्स पारस र प्रतीक्षा लिम्बू बीचको लभ स्टोरी। फिल्मले त्यसलाई डेभलप गर्न पनि अलिकति टाइम लगाउँछ, मेबी प्लट र सब प्लट बीचको रिलेसन देखाउन हुनुपर्छ, र जति पनि एक्टर्सहरु छन् फिल्ममा सबैको परफर्मेन्स राम्रो छ। फिल्मले मिरुना र विपिनको क्यारेक्टर आर्कलाई पनि सकेसम्म कम्प्लिट देखाउन खोज्छ, र धेरैले भनिरहेको थिए विपिन कार्कीको जोडी सुहाएन, अरु कोही हुनु पर्थ्यो भनेर। त्यो चाहिँ फिल्म हेरेपछि थाहा हुन्छ कि भाइ नो वन कुड हैव डन बेटर देन विपिन हिमसेल्फ यो क्यारेक्टरमा भन्ने कुरा। दिस गाई लिटरली त्यो क्यारेक्टरमा बाँचिरहेको फिल हुन्छ, र फिल्ममा जुन कमेडी, डायलग डेलिभरी र टाइमिङ चाहिएको थियो, द्याट मेक्स हिम इभन बेटर चोइस देन एनी अदर एक्टर्स। र फिल्मको टाइमलाइन ब्याक एन्ड फोर्थ भइरहेको छ, र जब पनि यो पुरानो टाइममा जान्छ त्यति बेलाको अटो डायरीको कुराहरू, घरको भित्तामा त्यो फिल्मको पोस्टरहरू टाल्नेदेखि लिएर दिलीप रायमाझीको डान्ससम्म सबै कुराले चाहिँ तपाईलाई नस्टाल्जिक फिल गराउँछ। र फिल्ममा देखाइएको कन्फ्लिक्ट पनि रिजनेबल छ, फ्यामिली, सोसाइटी, कल्चर र हल्का मेन्टल हेल्थलाई पनि देखाइएको छ। अनि आउँछ यसको सङ्ग्स एन्ड म्युजिक। सुजन चापागाईको गीत जतिचोटि पनि सुन्नुहुन्छ स्क्रिनमा आनन्दै आउनेवाला छ। फिल्ममा 4 वटा कि 5 वटा गीत छ सायद, जसले फिल्मलाई म्युजिकल स्लाइस अफ लाइफ काइन्ड अफ रोमान्स पनि बनाउँछ। अलमोस्ट सबै कुरा राम्रो छ फिल्मको। अन्डरवेल्मिङ एस्पेक्टको बारेमा भन्नुपर्दा लिटरली सोच्नु परिरहा। फर मी फिल्मको सिनेमाटोग्राफी अझै बेटर हुन सक्थ्यो, जसले फिल्मलाई अझै एस्थेटिक बनाउँथ्यो, र सुजन चापागाईकै भोइस यसको नेगेटिभमा आइदिन्छ, किनकि जब पनि विपिन कार्कीले गीत गाउँछन् वी क्यान सी कि हि इज नट सिङ्गिङ भनेर। आई मिन हिरोले गीत त गाउँदैनन्, तर पनि त्यो भोइस अलिकति सुट गर्दैन विपिन कार्कीलाई स्टार्टिङमा, त्यही भएर अडियन्सलाई एडजस्ट गर्नलाई टाइम लाग्छ। तर ओभरअल फिल्म धेरै राम्रो बनेको छ, र नवीन चौहान ज्यूको चाहिँ यो फर्स्ट डाइरेक्टोरियल डेब्यू फिल्म हो, र फर्स्ट फिल्म नै यति राम्रो बनाउनु इज अ ग्रेट थिङ। ओभरअल म फिल्मलाई रेट गर्छु 7 आउट अफ 10 स्टार। यदि तपाईले हेरिसक्नु भएको भए तपाईलाई फिल्म कस्तो लाग्यो कमेन्ट गर्नु होला, अनि आई विल सी यु इन द नेक्स्ट भिडियो।